चाहिँ है अब 1 महिनाको मेरो 1 महिनाको बोल्नु न तपाईँ। मेरो 1 महिनाको चाहिँ गणेश भाइको चाहिँ अब हामीले मैले धेरै सहयोग गर्न नसकेँ नि। भाइको कृपया खर्च भाइले पार्किङमा 1000 रुपियाँ तिर्न नसकेर उसले आफ्नो ज्यान गुमायो। आवेगमा नभयो भने त्यो सानो खालको आफ्नो छोरी श्रीमती आमा रोइरहनु भएको छ होइन। सबैजनालाई बुवा हुन्थेनलाई चाहिँ सम्झेर चाहिँ भाइले चाहिँ आवेगमा अब अन्याय अत्याचार चाहिँ समाजमा कति हुन्छ हिजोको दिनमा म आफै 17 दिन जेलमा बसेँ। अन्याय अत्याचार त हुन्छ तर आफू लड्नु पर्थ्यो। भाइले लड्नको लागि चाहिँ बुवा नरुनु बुवा लड्नु पर्थ्यो। आवेगमा आयो अपवाद सहन सकेन। तर राज्यले चाहिँ अब भनौँ न यो नानीलाई चाहिँ अब दिदी पनि सदनमा हुनुहुन्छ केही आवाज उठाएकै छ नानीलाई चाहिँ पढाइदिनु